छोरो म आज तिमीलाई एउटा नयाँ कुरा देखाउँछु हैन। त्यो कुराको बारेमा म अलिकति भन्छु है त। यो के हो थाहा छ? के हो यो? यो पाइन हो। पाइन हो। पाइनलाई नेपालीमा के भन्छन्? सल्ला हो। यो सल्लाको फल हो, बुझ्यौ? सल्लाको फल। अब सल्लाको फलबाट यो अस्ति नै हामीले ल्याएर राखेको थियो। अहिले यो सुकेर सबै खुल्ला भएको छ। अब यसलाई टकटक्यायो भने, यसरी ठक ठक ठोक्यो भनेपछि यसबाट सिड खस्छन् हेर है त। देख्यौ? सिड खसेको देख्यौ? देख्यौ नि? यो सिड खसेको, यो जम्मै सिड खसेको। टु मेनी सिड्स खस्यो कि नै हो। यसलाई भन्छन् गुड। ल यसलाई भन्छन्, यो अघि नै पहिले पनि खसिसकेको छ यहाँ होइन। यसलाई भन्छन् सिम्ताको बिहा। बुझ्यौ? कस्तो हुँदो रहेछ र? यस्तो हुँदो रहेछ। यसलाई माडमुड पारेपछि यस्तो हुन्छ। यस्तो। अनि यो खायो भने यति मिठो हुन्छ। ल सपोज ल यतिवटा भयो होइन। अरू तलको गर्दै गरौँला। यसलाई माडमुड पारेर अनि यसलाई खाने। ल चबाउ त, चबाएर खाऊ त। ए छ, ल खाऊ। यो खासमा यसको यो बाहिरको हार्ड सेल छ नि, त्यो हार्ड सेललाई चाहिँ निकाल्नुपर्छ यसरी। भित्रको गुदी आयो नि होइन। यो चाहिँ खायो भने अझ मिठो हुन्छ। बिस्तारै टोक्ने यसरी, अनि यस्तो गर्ने। अनि नेपाली कल्चरमा के एउटा इक्जाम्पल यसको दिइन्छ भने नि छोरो, जस्तो तिमीहरू सेयर गरेर खाने भन्छौ नि आजभोलि, हो त्यस्तै सेयर गरेर खाने भन्दाखेरि हाम्रो आमा बुवाहरूले हामीलाई के भन्नुहुन्थ्यो थाहा छ? हेर तिमीहरूले जे चिज पनि अलिक माथि उठाउनु, जे चिज पनि दाजु भाइ बहिनीहरूले बाँडेर खानुपर्छ, सेयर गरेर खानुपर्छ। हेर एउटा सिम्ताको बिहा, यो सिम्ताको बिहा हो, बुझ्यौ? यो सिम्ताको बिहा, एउटा सिम्ताको बिहा 7वटी बहिनीले बाँडेर खाएकी थिइन्। त्यस कारणले हाम्रो कल्चर भनेको बाँडी चुँडी खाने, मिलिजुली बस्ने होइन हो, त्यस्तो खालको कल्चर हो। त्यस कारणले यो सिम्ताको बिहालाई हामीले ल यो खाऊ त, कस्तो मिठो छ, चबाउ त। छ नि होइन? हो, यसलाई भनिन्छ सिम्ताको बिहा। यसलाई यो सल्लाको बिउ के यो छ नि, यो यहाँबाट निस्केको सल्लाको बिउ हो यो। अनि यो बिउको खोस्ट हो। कोही यो हार्ड सेल समेत चबाइदिन्छन्, खोल समेत होइन। तर यो खोल समेत नचबाएर यसको गुदी मात्रै पनि चबाउन मिल्छ, एकदम मिठो हुन्छ। गुदी मात्रै हो खास छ भने। यस्तो व्हाइट कलरको आउँछ यहाँ। ल खाऊ त, यो खाऊ त। अब यो खाऊ न। अलि माथि उठेर खाऊ न, देखाए त। बाहिरको खोललाई फुटाउने, ओखर फुटा जस्तै गरेर त्यसपछि यसको यो बिहा निस्किन्छ यहाँ व्हाइट कलरको। अनि यो बिहा खाने कस्तो मिठो हुन्छ। डु यु लाइक इट? हो, अलि उठेर देखाऊ अरूलाई पनि। यस्तो हुन्छ भनेर देखाऊ त। सिम्ताको बिहा यस्तो हुन्छ। काटेर टोकेर यस्तो गर्ने, अनि त्यसपछि यस्तो गर्ने। एउटा सिम्ताको बिहा 7 जनी दिदीबहिनीले बाँडेर खाएकी थिइन्। त्यस कारणले हामीले बाँडेर खान सिक्नुपर्छ। सबै कुराहरू आफू मात्रै खानु हुँदैन, म खाउँ मै लाउँ गर्नु हुँदैन भन्ने हाम्रो कल्चर यहाँबाट आएको हो, बुझ्यौ? यो फ्रुट पहाडतिर पाइन्छ। तर यो फ्रुटको प्लान्ट देखेको छौ न तिमीले, बिरुवा? हो, यो पाइन ट्रीको तल केही पनि उम्रन्न। यसले त्यस्तो केमिकलहरू खस्छ यसको बडीबाट होइन। अनि त्यहाँ त्यो यसको मुनि केही पनि हुन्न। यसले कुनै पनि झार उम्रिन दिन्न। ल खाऊ। पुगिहाल्यो, खाऊ न। अझै कस्तो मिठो छ
सिम्ताको बिहा। ल अब सिम्ताको बिहाको बारेमा थाहा पायो नि होइन। पाइन ट्रीको फ्रुटको सिड पनि चाखेर हेऱ्यौ होइन आज। हो ल खाऊ, गुड। ल थ्याङ्क यू, बाई। बाई।